डोलेश्वर महादेव नेपालको भक्तपुर जिल्लाको साङ्गामा अवस्थित एक प्रसिद्ध हिन्दू धार्मिक स्थल हो। यो मन्दिरलाई काशी विश्वनाथको टाउको भाग मानिन्छ। पौराणिक कथा अनुसार भगवान शिवले पाण्डवहरूलाई दर्शन दिने क्रममा आफ्नो शरीरको विभिन्न भाग विभिन्न ठाउँमा प्रकट गरेका थिए, जसमा टाउको डोलेश्वरमा प्रकट भएको भनिन्छ। सन् 2009 मा भारतीय विद्वानहरूले अनुसन्धानपछि डोलेश्वर महादेवलाई काशी विश्वनाथको टाउको भनेर प्रमाणित गरेका थिए। यो मन्दिर महाशिवरात्रि र हरितालिका तीजमा विशेष रूपमा भक्तजनहरूले भरिने गर्दछ। प्राकृतिक शान्त वातावरणबिच रहेको यो स्थल धार्मिक र पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। आउनुहोस् यस भिडियोमा डोलेश्वर महादेवको दर्शन गरौँ र सबैले ओम नमः शिवाय कमेन्ट